मैले विश्वको भूगोलबाट मोटामोटी चाहिँ अघिल्लो पाठमा लगभग आधाभन्दा धेरै राखिदिएकी छु। त्यसबाट बाँकी चाहिँ अब अन्तर्राष्ट्रिय तिथिरेखासम्म मैले भनिदिएकी छु। अब बाँकी चाहिँ समय र दूरीको बारेमा चाहिँ जान्नु पर्यो होइन। अनि त्यसपछि अन्तर्राष्ट्रिय सीमारेखाहरू र सीमारेखाहरू छुट्याउने आधार पनि जान्नु पर्यो। जस्तै 20 प्यारलल लिबिया र सुडानलाई छुट्याउने आधार हो भने 31 प्यारलल इरान र इराकलाई छुट्याउने, यो चाहिँ एकदम इम्पोर्टेन्ट छ। त्यस लगायत लाल सागर, मेकमोहन लाइन, डेक नहर लगायत चाहिँ यी सबै कुराहरू चाहिँ पढ्नु पर्यो। त्यसपछि समय र देशान्तरको चाहिँ सम्बन्ध होइन, अनि त्यो पनि एकदम इम्पोर्टेन्ट छ, त्यो एकदम मसिनरी पढ्नु हो। त्यसपछि पर्वतमाला, विश्वका पर्वत श्रृङ्खला लगायतका कुराहरू चाहिँ राम्रोसँग जान्नु पर्यो। सँगै विश्वका चाहिँ लामा पर्वतमालाहरू जान्नु पर्यो र विश्वका ठुला मरुभूमिहरू पनि जान्नु पर्यो। उता महादेशको छुट्टै, यता चाहिँ ठुलो भनेर छुट्टै जान्नु पर्यो। अब भूपरिवेष्टित राष्ट्रको पालो आयो। विश्वमा चाहिँ दोहोरो भूपरिवेष्टित राष्ट्र, अर्ध भूपरिवेष्टित राष्ट्र र भूपरिवेष्टित राष्ट्र कस्तालाई भनिन्छ र कतिवटा दोहोरो भूपरिवेष्टित र अर्ध भूपरिवेष्टित लगायतका राष्ट्रहरू छन् विश्वमा भनेर पनि जान्नु। अनि विश्वको पुरानो देशको नाम जान्नु पर्यो। सँगै विश्वमा ठुला, जनसङ्ख्यामा ठुला र जनसङ्ख्यामा साना चाहिँ 5वटा जान्नु पर्यो। 5-5वटा अगाडि पछाडिको चाहिँ राम्रोसँग जान्नु पर्यो र जनसङ्ख्यामा पनि त्यसै गरी जान्नु पर्यो। त्यसपछि भूकम्पबाट चाहिँ मोटामोटी हेर्नु होइन, भूकम्प नाप्ने यन्त्रलाई के भनिन्छ, गहिराइदेखि लिएर होइन, ती सबै कुराहरू चाहिँ मोटामोटी चाहिँ हजुरले हेर्नु पर्यो। र विश्वमा भूकम्पका इतिहासहरू, सर्वप्रथम भूकम्प कहाँ गएको, ठुलो महाभूकम्प, अनि कुन कुन म्याग्निच्युडसम्मकोलाई चाहिँ कुन भूकम्प नामले चिनिन्छ, कतिदेखि कतिसम्मको भन्ने पनि जान्नु। त्यसपछि चाहिँ नेपालमा लास्ट टाइम गएको ठुलो भूकम्पको बारेमा पनि मोटामोटी जान्नु पर्यो। त्यो पनि सम्भावनायुक्त नै प्रश्न हो। त्यसपछि ज्वालामुखीबाट सक्रिय, सुसुप्त, मृत, यिनी ज्वालामुखी चाहिँ जान्नु पर्यो। यसभित्र चाहिँ कस्तो कस्तो कुराहरू चाहिँ यो ज्वालामुखीलाई चाहिँ के भनिन्छ भनेर जान्नु पर्यो। यस्तो चाहिँ दोस्रो लेभलको प्रश्नहरूमा चाहिँ सोध्न सक्छ है। सँगै विश्वमा अग्ला ज्वालामुखीहरू र विश्वका ठुला ज्वालामुखीहरू पनि जान्नु पर्यो। सुनामी, विश्वका प्रमुख नदीहरू, अनि कुन सहर कुन नदीको किनारमा पर्छ भन्ने कुरा चाहिँ यो क्वेसन चाहिँ अलि भास्ट हो। यो दोस्रो लेभल तेस्रो लेभल अन्तर्गत पर्छ। धेरै जसो चाहिँ यो अफिसरलाई चाहिँ सोधिरहेछ, परार चाहिँ क्वेसनहरूमा देखिरहन्थ्यो। यो पनि मोटामोटी कसैलाई क्युरियोसिटी हुन्छ नि त के कसो रहेछ भनेर, त्यस्तो मान्छेले चाहिँ त्यो कुरा पढ्दा राम्रो। त्यसपछि विश्वका हिमनदी तालबाट चाहिँ मोटामोटी जान्नु पर्यो। अप्सन दिएपछि चाहिँ मिलाउन सक्ने तरिकाले, र विश्वमा पाइने हावापानीको विषयमा पनि राम्रोसँग चाहिँ हेर्नु पर्यो। मैले विश्वको भूगोलबाट मोटामोटी रूपमा एउटा दुईटा पाठ गरेर चाहिँ भनिदिएकी छु। मैले भनेकोबाट मात्रै पढेर सबै तयारी नहुन पनि सक्छ। हजुरले सरफेसली एकपटक मैले भनेको तरिकाबाट मोटामोटी राम्रोसँग पढेर फेरि पनि मसिनरी पढ्नुहोस् र आफ्नो तयारीलाई अझै बुलन्द बनाउनुहोस्। त्यो कारणले गर्दाखेरि चाहिँ नाम निस्किने सम्भावना अझै बढेर जान्छ है त।